के हो भाइ यताको परल र त्यताको परल त सेम सेमै छ त के हो सात मुरी आइकिन ए बापै 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 ए सुक्दै मैले चाहिँ भाँगोको चटनी खाने भनेर एउटा रुख पालेर राखेको थिएँ ए कुन चोराहरू आज नदिन्छ त लछारा पछार पार त्यो एउटा हल्का कस्तो दामी भवाल देखिएको छ ल नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल आशा गर्दछु सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि सन्चै आरामै छु ए हजुर हाम्रो त धान माराई हत्तु पनि छ धान माराइसँग हिँड्न परेको छ हजुर गाह्रो छ हजुर 4-5 दिन भइसक्यो हिँडेको छ बोकेको छ ए भगवान अहिले त थाप्लोमा खाल्टै परे जस्तो भइसकिन्छ गाह्रो छ हजुर गाह्रो छ के गर्ने हजुर हाम्रो त्यो त मौसी लाग्दैछ तपाईतिर अब कसो गर्नुभयो कमेन्ट गर्नु होला अनि जाडो न जाडो हजुरतिर जाडो कतिको छ ए हाम्रोतिर त जाडो सुरु भरा झन् यो हाम्रो यो त नयाँ गाउँतिर हल्का हाम्रो गाउँतिर यो अर्कै गाउँको हाम्रो गाउँतिर त घाम ढिलो लाग्छ ढाँडा छेकेर यस्तो जाडो हुन्छ नि बिहान त पुरा आइसी जमेर पुरा त्यो यस्तो हुन्छ र नि अब जाडो आयो भने यस्तो हुन्छ के गर्ने अब गर्मी पनि ठिक नहुने जाडो पनि ठिक नहुने के हुने त्यही भएर गाह्रो छ हजुर गाह्रो छ मिल्नु नलाग्यो ए के हो ओके ओके अनि के हो कता गाइस तिम्रो वाउ नाइस मन्दिर भ्यू त खतरा छ है आमा हेर्नु त के हो भाइ यताको परल र त्यताको परल त सेम सेमै छ त के हो गजा भाइको त बाबु परल र त्यो त सेम सेमै छ त हामी चाहिँ सर सामान बोकेर हिँड्दैछौँ हामी यहाँ कोहीले के गजबसँग चाहिँ तपाईँको चाहिँ नि हिँड्दैछौँ ए बा कुन्यौँ त उते भाल त एउटैले बोकेर हिँड्छ होला यसले त ल हुन्छ यसको आज हामीले चाहिँ लानै छौँ अब यसको अब सुरुवात मैले गरेँ क्या अब भनेपछि 6 मुरी 7 मुरी आइकिन धान त गजबसँग चाहिँ झरेको रहेछ ल हेर्नुहोस् गजब छ ल हावा चाहिँ सकिने लागिसकेको छ कुन्यु चाहिँ दिनले साथ दिएको छ गजबसँग हिमालले लुकेर हेरेको छ हामीलाई अब केही छिन्न सकियो भने अब ट्र्याक्टर आउँछ ट्र्याक्टरले चाहिँ सरर लगाएपछि आनन्दै फाइनली कुन्यु चाहिँ हामीले हानिसक्यो मैले बराबरै छु फेरि आजै हो लास्ट अब आज लास्ट जेन पनि गरेपछि सक्यो अब अहिलेको मङ्सिर चाहिँ अब के गर्ने यस्तै छ ल हामी चाहिँ खाना आएको त्यहाँ चाहिँ ल खानाको चाहिँ देखाउनु भएन भन्ने कुराहरू चाहिँ हामीले देखाइएन दाइलाई चाहिँ हामीले यहाँ ल्याइदिएको छ खाना गजबसित खान्छ नि दाइले पनि अब हामीले पनि गजबसितै खाइयो भनौँ अब दिन चाहिँ अब लगभग राम्रै जस्तो भइरहेको छ अहिलेसम्म चाहिँ अब ट्र्याक्टर अब कति बेला आउने हो अब ट्र्याक्टर आयो भने छिटो जाने घरतिर अब त्यही हो अब यो वर्षको मङ्सिर पनि आज अन्तिम हो गजबसँग चाहिँ गरियो असार पनि मङ्सिर पनि धान त तान्दा नि फेरि गाह्रो छ ट्र्याक्टर पनि माथि आउँदैछ अब गइन्छ अब गजबसँग चाहिँ अब भारी हालिन्छ परल उतापट्टि छ यस्तै छ हजुर अब आज लास्ट हो ठिक छ आज आयो नयाँ एक्सप्रेस आयो है कता गएको हो यता आइज न आइ ल आइज ल बस
ल ल ल ल भाइले अब झ्याप झ्याप हाल्ने भयो क्या अब ल यार केटाहरूले पर ल केटाहरूले चाहिँ हाल्दैछन् मैले नै हालेको हो यो मलाई चाहिँ काम नगर्नु भन्नु होला मैले पनि गरेकै हो मैले नै हालेको यसो आराम गरेको चलो एउटा बानमुनि गरौँ अब चलो अब पुग्यो ट्र्याक्टर चाहिँ म चाहिँ हिँड्दै ट्र्याक्टरमा चढ्नु मन लागेन मलाई राम्रो नि हुँदैन कि ट्र्याक्टरमा चढ्ने फेरि चोटपटक लाग्ला के होला है त्यही भएर चढिनँ म फेरि बाटो फेरि एकदम खतम छ क्या एकजराको त्यही भएर म हिँड्योमा उकालो फेरि हिँड्नु पनि गजब हुन्छ नि हेल्थको लागि चाहिँ गाडी गराउँदा हिँड्नु नै राम्रो हुन्छ कि गजब छ ल ए बापै 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 ए सुक्दै गाडी पनि नि बराबरै जस्तो हो त अनि म पनि नसँग बराबरै भइरहेको छु त गजब छैन त नि ओ हिँड्दैछ ट्र्याक्टर छ माथि पुगिसक्यो ल यता हेर त के खायो भात खायो ए टोपी लगाऊ है ल बाई 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 गर ल नगर्ने ल ल त्यसो गाडी ल्याएर यसो गाडी त खतरा रहेछ त सिगान पनि आउँदो रहेछ भयो अलिअलि त अनि सानोमा हाम्रो यस्तो थियो नि यो बाउल हुन्छ नि कपडामा त पुरा हिलै हुन्थ्यो त अनि हेर्नु न फेरि त फेरि पुरा औसिलो फुलेर नि त ल औसिलो फुल फुलेर यस्तो गजब भएको छ अब केही समयपछि अब औसिलोको पनि अब सिजन आउँछ कहाँ गए पनि यो कार्तिकमा चाहिँ बिहे नगरिकन छोड्दिन भन्थ्यो रे साथी हो ट्याक्कै त्यस्तै क्या यो पनि त्यही त हो कार्तिक लागेको बेलामा पुरा ग्याङ मार भयो होला नि त गजब छ जिन्दगी के गर्ने कहाँ नै झरिसकिन्छ हुन्छ बेला मौकामा त्यस्तो ओ यहाँ छ्यास गर्ने ए कृष्ण दाई ब्रदन यहाँ हजुर ए ल ल ल ल कोदो पनि टिप्दैन रहेछ यहाँ ए हजुर खेतीबाट हो भाउजू खेतीबाट खाजा ल्याउनु भएको ए ल ठिक छ ल घर आइपुग्दा केटाले त ट्र्याक्टर खाली गरेर पनि ट्र्याक्टर त फाड्यो अनि त ए केटाहरू त बलबिल हेर्नु नि त नि बापै अघि नै केटाहरू त खा खान्छ दुइटै बिरालो क्या मजासँग बसेको कि गजब छैन त गजब छ म चाहिँ धान लिएर आइसकेँ घर आजबाट चाहिँ अन्तिमै भयो धान पनि धानमा अब यो सालको चाहिँ अब अन्तिमै भनौँ न आज अनि यहाँ चाहिँ मलाई चाहिँ के चित्त बुझेन भन्दा मैले चाहिँ भाँगोको चटनी खाने भनेर एउटा रुख पालेर राखेको थिएँ भाँगोको के यो गाँचा होइन यो गाँचा होइन यो भाँगो ठुल्ठुलो गेडा पनि भाँगो ए कुन चोराहरू आज नदिन्छ त लछरा पछार पार त्यो तान्नेहरू क्या सोखिनवालाहरू यत्रो गयो नि यस्तो ठुलो थियो यार खतमै बनाएछ नि केटाहरूले खतम यस्तो नगरिदेऊ न साथीभाइ मैले मागे दिन्थेँ मैले यस्तो लसरै पसर पार्नु भन्ने कि दिने भगवान् के गर्ने यस्तो अलिक केटाहरूलाई सम्झाउन गाह्रो छ के गर्ने म चाहिँ अब पराल सराल पुरा थन्काएर चाहिँ घर गएर यसो फ्रेस जस्तो भएर म चाहिँ गाउँतिर हिँड्न लाग्यो आज चाहिँ यसो भलिबल खेल्न जाउँ कि भनेर साथीभाइहरूसँग यसो भलिबल खेल्न जाउँ कि भनेर ग्राउन्डतिर जाउँ कि भनेर म चाहिँ हिँडेको र म हजुरहरूलाई पनि म देखाउने कोसिस छु कि हाम्रो चाहिँ गाउँ भलिबल ग्राउन्ड चाहिँ कस्तो छ अहिलेको अवस्थामा म देखाउँछु हजुरलाई पनि भिडियो हेरिदिएर होला है त
म चाहिँ अहिले गाउँमा आइपुगेन त यहाँबाट हाम्रो गाउँ कस्तो दामी भवाल देखिएको छ ल गजब देखिएको छ यहाँबाट हाम्रो गाउँ यो हामी चाहिँ अहिले म चाहिँ अलिक टाढै छु उता गाउँभन्दा अलिक उतातिर छु गाउँतिर आउँदा रमाइलो लाग्छ हो हजुर के भन्नु यतातिर चहलपहल छ मान्छेहरू धेरै छन् यतातिर हाम्रोतिर पट्याङ पुटुङ त्यही मेरो दुइटा भन्ट्याङ भन्ट्याङ छ नि त्यति हो छैनन् अरू सुनसान छ पहिला पहिला ए मान्छे मान्छे जता पनि मान्छे मान्छे हुन्थ्यो अहिले छैनन् हजुर के गर्ने र पनि ठिकै छ गजबै छ यसो अब ग्राउन्डतिर यसो जाऊँ भनेर अब ग्राउन्डमा आइसकेँ अब केही छिनमा अब पुग्छु त्यहाँ एकछिन भलिबल पनि खेल्न पऱ्यो खेलकुद स्वास्थ्यको लागि खेलकुद भने त्यही हो ल अब वहीँ भेटौँला है त ए भुकोदेरो युवा क्लब प्राङ्गणमा ल केटाहरू चाहिँ मजाले चाहिँ खेलिरहेको छ नि ओइ 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 आमा खतरा खतरा ल खतरा ओठ डाइरेक्ट एउटा हाने यार भिडियो बनाउनु चाहिँ एकताल गरौँ प्लिज क्यामेरा पनि Yes! म चाहिँ अब घरतिर हिँडेँ बल खेल्दा खेल्दा रातै पर्यो र यतिन्जेलसम्म भिडियोहरू साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ र भिडियो के कस्तो लाग्यो भिडियो मन पऱ्यो लागेर च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिताउन चाहन्छु हस् त जय नेपाल